अहिले चाहिँ भने हामी आइपुग्यौँ साइरङ रेलवे स्टेसन एन्ड दिस इज तर कहाँ पुग्यो चाहिँ याद छैन। अन्त घामहरू पनि लाग्यो। अब चाहिँ भने हाम्रो गुवाहाटी घुम्ने टाइम आयो है त गाइस। सामानहरू पनि सबै ट्रलीहरू पनि भित्र राखेर अब चाहिँ हामी निस्क्यौँ। Hello and good afternoon everyone. Welcome back to my channel Nishal's vlog. So very after a long time I am back in YouTube video. So अहिले चाहिँ के छ अपडेट भन्दाखेरि चाहिँ हाम्रो सेमिस्टर ब्रेक चाहिँ स्टार्ट भइसकेको छ र हामी चाहिँ जाँदैछौँ घर ब्याक टु सिक्किम। अन्त लाउरेहरू सबै रेडी। ओइ लाउरे नम्बर 1 यता लाउरे नम्बर 1 हो, लाउरे नम्बर 2 यता हेर। अन्त उपर लाउरे नम्बर 3 ओ नम्बर 3 3 नम्बर लाउरे हो। अन्त हामी चाहिँ ट्रेनमा जाँदैछौँ यो पालि चाहिँ। अन्त ट्रेन चाहिँ छ हाम्रो 7 बजीको। अन्त अहिले चाहिँ हामी अब हस्टेलबाट निस्किने प्रक्रियामा छौँ हो। क्याब बोलाइरहेको छ। 4 बजी आउँछ भन्दै थियो। 4 बज्नु आँट्यो हो। त्यस्तै छ गाइज। अब चाहिँ हामी गएको सिक्किम। यो भ्लग चाहिँ थोडा लामो हुनेवाला छ, त्यसले गर्दाखेरि चाहिँ स्टे ट्युन। बाई बाई गाइज। अहिले चाहिँ भने हामी आइपुग्यौँ साइरङ रेलवे स्टेसन एन्ड दिस इज आवर ट्रेन। यता चाहिँ हाम्रो क्र्यु को यसलाई अघि देखाएको ओबेद थिएन अघिको भिडियोमा। सिलास भैया पनि थिएन। इन्द्र भैया छ। ओ इन्द्र। अन्त विजय चाहिँ हाम्रो बगी खोज्नु गएको छ हो। अन्त आज हाम्रो ट्रेन चाहिँ यही हो। अन्त साइरङ रेलवे स्टेसन चाहिँ अलिक यस्तो रहेछ हो, धुलोले हामीलाई झन्डै पुर्यो। अन्त यता चाहिँ हाम्रो सिलास भैया अन्त कुछ यस्तो रहेछ हो साइरङ यो उयो चाहिँ के अरे रेलवे स्टेसन चाहिँ भर्खर खोलेको। ल त गाइस अहिले नेक्स्ट अपडेटको लागि स्टे ट्युन। A few moments later. सो अब चाहिँ हामी हिँडेको अहिले चाहिँ पुल क्रस हुँदैछ हो। ब्रिज क्रस हुँदैछ हो। अहिले चाहिँ सबैजना बसिरहेको छ आफ्नो धुनमा हो। बिजेर उपर छ। अन्त भोलि बिहान चाहिँ पुग्छौँ हामी 8 बजी गुवाहाटी। त्यहाँदेखि फेरि बेलुका पुग्छौँ सिलगढी चाहिँ हो। सक्यो पुल सक्यो। मजा आउँदैछ अहिलेसम्म चाहिँ। अब कतिवटा निद्रा लाग्छ, त्यहाँबाट चाहिँ सुत्नुपर्छ हो। तिमीलाई के भन्नु छ कि विजय भाइ? सेफ जर्नी केटा। ल त गाइस बाई बाई। अहिले हामी खाना खाँदैछौँ हो। यहाँ खाना चाहिँ हामीले चाहिँ लिएर आएको थियौँ आफै। अन्त त्यही खाँदैछौँ। अन्त इन्द्र खाँदैछ उसको आफ्नै हो। अन्त माथि यो खाँदैछ उसको आफ्नै। यता यसको आफ्नै छ हो। अन्त यहाँ खाँदैछु। अन्त बाहिर चाहिँ त्यस्तो छ केही देख्दैन हो। त्यस्तै छ गाइस। अहिले चाहिँ ओबेद पनि आयो हो। सिलासुमाथि सुतिरहेको छ। ल त गाइस अब चाहिँ हामी चिया भन्दै आएर चाहिँ चिया खानलाई मागेको कि चियाको कप हेर नि 10 रुपियाँ अरे। चिया चाहिँ मिठो रहेछ कि तर कपै हेऱ्यो कस्तो भयो है चिया। चियाको कप हेरिहाल्नु। चिया भनेर उठेर चाहिँ उयो मान्छे चाहिँ हेरिहाल्नु कस्तो उठ्यो हो। अहिले सबै चिया खाँदै चाहिँ एउटा माथि पुगेछ हो। अन्त मिठो रहेछ कि तर साह्रै ठुलो भयो यो कप चाहिँ। अब चिया खाँदै भ्यू त के हेर्नु हो, बाहिर चाहिँ यस्तो देख्दैछ अहिले चाहिँ। भ्यू त के हेर्नु, चिया खाँदै जाँदैछौँ अब चाहिँ हामी। A few minutes later. सो गाइस अहिले चाहिँ हाम्रो रेस्ट चल्दैछ यहाँ बदरपुर अरे हो त्यो रेलवे स्टेसनको नाम चाहिँ। अन्त यहाँ उबेद रमिता हेर्दैछ। इन्द्र त्यहाँ सुतिरहेको छ। विजय माथि छ हो। अभिजित यता छ। सिलास भाइ यहाँ छ हो। अन्त म यहाँ रेस्ट गर्दैछु। यहाँ रेस्ट गर्दैछु हो। बाहिर देखाउँछु है त। यता वासरुम हो। यहाँ रहेछ यो यता बदरपुर हो। बदरपुर यो स्टेसन अरे हो। यस्तो छ यहाँ चाहिँ। अहिले चाहिँ रेस्ट चल्दैछ हो।
म त गाइज अब यहाँबाट चाहिँ हिँड्नु आँटेको जस्तो छ। सो गाइज अहिले चाहिँ हामी चाहिँ जानु चाहिँ जान्दैछौँ हो, तर कहाँ पुगे चाहिँ याद छैन। अन्त घामहरू पनि लाग्यो अब चाहिँ हो। अन्त दुईजनाको उठ्ने बेला भएकै छैन यहाँ हो। अन्त हामी चाहिँ कफी खाँदै बसिरहेको छौँ। यो चाहिँ उठेछ, उठेर उयो भर्खर उठेर तङ्ग्रिँदैछ हो यो चुसे। अनि यो चाहिँ हाम्रो पाहुना हो, राति कहाँबाट आएर सुतेको नि को हो। अन्त उठेर ब्रसहरू गरेर चाहिँ त्यहाँबाट कफी चाय भन्दै आएछ, त्यहाँबाट चाहिँ कफी खाएर चाहिँ बसेको। अब चाहिँ गुवाहाटी पुगेर भेट्यौँ नि त गाइस। हामी चाहिँ आइपुग्यौँ गुवाहाटी एयरपोर्ट रेलवे स्टेसन। अन्त अहिले चाहिँ हामी लकर खोज्नु जाँदैछौँ सामान राख्नु लागि, किन भन्दाखेरि यत्रो सामान छ हो। सामान राख्नुको लागि जाँदैछौँ। ओबेद खोइ ए ओबेले मलाई कल गर्दैछ। चिलास भैया मजा आउँदैछ? लास्टमा चाहिँ छ अरे हो लकरमा सामान राखेर चाहिँ हामी खानु जान्छौँ। ओबेदै हरायो। इन्द्र मजा आयो? कसले? इन्द्रको चाहिँ सबैभन्दा ठुलो ब्याकप्याक छ हेरिहाल्नु हो। सबैभन्दा सानो चाहिँ ओबेद र मेरो छ। ल त गाइज अब हामी सामान राखेर चाहिँ खाना खानु जान्छौँ है त। बाई बाई। अब चाहिँ भने हाम्रो गुवाहाटी घुम्ने टाइम आयो है त गाइज। सामानहरू पनि सबै ट्रलीहरू पनि भित्र राखेर अब चाहिँ हामी निस्क्यौँ होइन। अन्त अहिले चाहिँ हामी यहाँ खानेकुरा खोज्दैछौँ। खानेकुरा खोजेर चाहिँ खाएर चाहिँ हामी एकछिन घुम्छौँ। मलाई पनि एकछिन यसरी सुत्नु दिए पनि हुन्थ्यो, यहाँ ब्ल्याङ्केट एकछिन दिए पनि हुन्थ्यो। कस्तो जाडो भएन खाएर चाहिँ घाम पनि ताप्ने हो एकैछिन भनेर। अन्त हाम्रो क्रिउ चाहिँ त्यही हो, हिजोदेखिको कोही थपेको छैन हो। यो एउटा थपेको चाहिँ कुन चाहिँ मदिसे हो यो हो। यसलाई हाम्रो पानी के अरे पानीवालाले पानी भन्दै आएको थियो, यसले पानी दिनेछ भनेर यसलाई राखेको हामीले हो। अन्त त्यस्तै छ गाइज। गुवाहाटी चाहिँ कुछ यस्तो छ हो। थाहा चाहिँ के पनि छैन, अब लकठ्याक हिँड्दै मात्रै छ हामी। आज चाहिँ हामी बेलुका 7 बजी पुग्छौँ सिलगढी। त्यहाँबाट हामी सिलगढी पुगेर चाहिँ के गर्छौँ, बस्छौँ कि के गर्छौँ, कहाँ बस्छौँ त्यो चाहिँ म भिडियोमै देखाउँछु है त। बाई बाई। सो गाइज अहिले चाहिँ हाम्रो यहाँ गुवाहाटी एक्सप्लोर चल्दैछ हो। अहिले चाहिँ हामी जुडियो जाँदैछौँ। यहाँ यति बेसी हल्ला छ कि आम्मामा। अन्डर गाइडेन्स अफ पनि भन्न। हाम्रो भरिया बाबु होइन, हाम्रो पानीवाला दाजु, यता अर्को दाजु ओबेद आउँदैछ। सिलास चाहिँ म जाँदिनँ भन्यो हो। अन्त गुवाहाटीमा चाहिँ यस्तो हल्ला चाहिँ म बोलेको सुन्दैछ कि छैन त्यो पनि याद छैन मलाई। अहिले चाहिँ गुवाहाटी एक्सप्लोर चल्दैछ हाम्रो। गुवाहाटी एक्सप्लोरमा चाहिँ के बजार पो थियो है? स्टाइल बजार। स्टाइल बजारहरू जुडियोकै खासमा जुडियो चाहिँ 11 बजी मात्रै खोल्छ अरे होइन। त्यसले गर्दाखेरि चाहिँ यहाँ स्टाइल बजार आइरहेको छ, त्यो मलै हो। अन्त अब यहाँ चाहिँ अब यस्तो केटाकेटी लिएर आएको छु हो। सम्हाल्नु साह्रो परिसक्यो मलाई, म एक्लोलाई। दादा गाडी किनिदिनु न। यस्तो केटाकेटी लिएर आएको, सबै गाडी हेर्ने, कुनी के हेर्ने, यो के हेर्ने हो। एउटा अर्को गाडी नै हेर्दैछ यहाँ। साह्रो छ गाइज, मलाई साह्रो छ यस्तो केटाकेटी लिएर आउनु चाहिँ। अन्त यो पनि काइन्ड अफ विशालै रहेछ सबै आइटमहरू, तर विशालबाट अलिक राम्रो सामान, अन्त अलिक राम्रो अलिक महँगो रहेछ हो। अन्त अब यो सकेर हामी जान्छौँ होला सायदै, किनभने हामीलाई ढिलो पनि हुन्छ हो। हामी एकछिन उयसको लागि मात्रै आएको। लेट मी चेक माई आउटफिट। दिस इज माई आउटफिट फर टिल सिलगढीसम्म चाहिँ म यही आउटफिटमा हुन्छु है गाइस। ल त गाइस बाई बाई अहिलेको लागि चाहिँ। सो गाइस अब गुवाहाटी एक्सप्लोरको सेकेन्ड एपिसोडमा चाहिँ हामी आइपुग्यौँ जुडियो आइपुग्यौँ हो। अब यहाँ घुमेर चाहिँ हामी अब मेरो कलर पनि देख्दैछ। अब यहाँ थोडी देर घुमेर चाहिँ हामी जान्छौँ, किनभने हाम्रोमा टाइम छैन। जुडियो त के गर्नु, गान्तोक गयो, गान्तोकमै जुडियो त्यतिकै टाइम पासको लागि घुम्नु मात्रै आएको हामी चाहिँ। लुगा चाहिँ तर जुडियोको चाहिँ
मलाई चाहिँ मनपर्छ हो, अरूलाई चाहिँ कोनी। अहिले विन्टर कलेक्सनहरू आएछ ज्याकेटहरू। यिनीहरू अब यहाँ पनि त्यही परकै स्टाइल बजार जस्तै चर्तिकालाई देखाउनु आएको अरे हो। यहाँ त गाडीहरू छैन। छ नि, ए छ जुडियो। म त भिसाल जस्तो लाग्छ। अब तिमी के गर्ने हो? अब गाडी छैन यहाँ। यहाँ चाहिँ हामी बेसी बेर बस्दैनौँ हो, एक्सपेक्टिङ गाडी एकछिन लुगाहरू हेरेर त्यहाँदेखि चाहिँ हामी जान त्यतिकै हेर्न आएको के रहेछ अहिले जुडियोमा नयाँ स्टक भनेर हेर्न आएको हो। आफ्टर द्याट चाहिँ हामी जान्छौँ फेरि रेलवे। ल त गाइज अहिले त गाइज हामी चाहिँ अहिले सबै सपिङहरू पनि सकेर चाहिँ चिया खाँदैछौँ होइन। चिया खाँदै गर्दा चाहिँ यहाँ आन्टी भेट्यो, यिनीहरू चाहिँ गफ गर्दैछ यहाँ हो। यस्तो गफ गर्दैछ। यता हेलो भनिदिनु भन् न। युट्युब में आंटी हो ना, आंटी कुछ नहीं होगा हो ना। शर्म लगे, आंटी ला शर्म लगे। यूट्यूब में आएगा, यूट्यूब में आएगा वीडियो। आपने कितना तक पढ़ा है? नहीं पढ़ा डिग्री कौन सा डिग्री? कुछ नहीं होगा आए ना आंटी। र हाम्रो आंटी चाहिँ शर्म लाग्यो आन्टीलाई चाहिँ हो। अन्त यहाँ गफ दिँदैछ पुरै। ल त गाइस त्यही देखाउनु थियो मलाई अहिले चाहिँ हो। आन्टीले इकोनोमिक्स पोलिटिक्स पढेको रे, डिग्री रातो भएर सिकाउने डिग्री खत्म। सो गाइस अब चाहिँ भने हामी निस्केको गुवाहाटीबाट। अन्त अब गुवाहाटीबाट चाहिँ हाम्रो सिट पनि चेन्ज भयो। यहाँ यता तिनजना ओए छ हो, माथि भाइ माथि सुतिरहेको छ। अब गुवाहाटीबाट चाहिँ मजाले सुतेको होइन लुकेको। गुवाहाटीबाट चाहिँ अब मजाले भ्यू हेर्दै हेर्दै जाने हो। यहाँबाट चाहिँ मजाले हामी बेलुका 7 बजी पुग्छौँ एनजेपी। त्यहाँबाट चाहिँ होटेलमा बस्छौँ सबैजना हो। ल त गाइज अब यहाँबाट चाहिँ हामी निस्केको। सो गाइज हामी चाहिँ आइपुग्यौँ फाइनली एनजेपी। अब चाहिँ हामी हाम्रो होटेल चेक इन गरेर चाहिँ भात खानुतर्फ जान्छौँ, किनभने यो ब्याग लिएर चाहिँ हामी जानु सक्दैनौँ। त पछाडि आउँदैछ हाम्रो क्रुहरू आजको हो। सबै थाकेर हत्तु भयो। आज चाहिँ मजाले सुत्ने हो। अन्त अब यहाँ अहिले एनजेपीको हालत चाहिँ यस्तो छ। अब होटेल पुगेर भेटौँ ल। गाइज आज चाहिँ भने हामी आइपुग्यौँ हाम्रो होटेल रुममा। बल्ल 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 आजको डेस्टिनेसन हो। यो चाहिँ हाम्रो रुम हो। 5 जनाको लागि 2टा डबल बेड, एउटा सिङ्गल बेड हो। अन्त अब चाहिँ हामी बाहिर खाना खानु जान आँटेको। खाना खाएर आएर चाहिँ आज हामी रेस्ट गर्छौँ। त्यहाँबाट बिहान उठेर जान्छौँ घरतर्फ। बिहान फेरि फ्रेस मुडमा हो, सबै अलग अलग रूपमा हो। अन्त यो होटेल चाहिँ नेपालीकै रहेछ हो। अन्त आएर चाहिँ बस्यौँ। होटेलको नाम होटेलको नाम चाहिँ सुनखरी अरे हो। कसैलाई चाहियो भने बस्दा हुन्छ भने। अन्त त्यसै हामीले चाहिँ यो 5 जनाको लागि रुम चाहिँ 1200मा पायो हो। ठिकै उयसमै पायो। अन्त अब चाहिँ हामी खाना खानु जान्छौँ। खाना खाएर आएर चाहिँ हामी सुत्छौँ, किनभनेखेरि थाक्यो पुरा हो। त्यस्तै छ गाइज अहिलेसम्मको हाम्रो अपडेट चाहिँ। ल त अब चाहिँ खाना खानु गएको ल। सो गाइज अब चाहिँ हामी हाम्रो डिनर स्टार्ट गरेको। आजको डिनरमा चाहिँ यहाँ भेज छ, मोमो। इन्द्र र अभिजित चाहिँ भेज खाँदैछ। म चाहिँ चिकन मोमो अर्डर गरिरहेको छु हो। अन्त यता ओबेलले चाहिँ मटन थाली खाँदैछ हो। विजयको भात आएको छैन। अन्त खाना चाहिँ कस्तो रहेछ भनेर भन्छु है त म। मिठो रहेछ, चिकन मोमो मिठो थियो हो। यहाँ खाना खाएर चाहिँ एकछिन बाहिरतिर डुलेर हामी सिधै होटेल गएर सुत्छौँ, किनभने थाकेको छ पुरा हो। निन्दा राम्रोसँगले पुगेको छैन। कस्तो रहेछ ओबेद मटन? ठिकै रहेछ है। विजय कस्तो रहेछ? कस्तो रहेछ? यता इन्द्र खाँदैछ हो। अनि अर्को कुरा यो होटेल चाहिँ नेपालीको रहेछ हो। अन्त चाहिँ हामीलाई अलिक सजिलो भयो। ल त गाइज मेरो भात अलिक सेलायो, म चाहिँ खानुतर्फ लागेको। दिउँसो चाहिँ हाम्रो गुवाहाटी एक्सप्लोर चल्दै थियो होइन। अहिले चाहिँ हाम्रो सिलिगुडी एक्सप्लोर चल्दैछ।
ट्रलीहरू सबै होटेल रुममा राखिवरी खाना खानु निस्केको हामी चाहिँ। खाना खाएर अहिले चाहिँ हामी सिलिगुडी एक्सप्लोर गर्दैछौँ हो। ओबेद यहाँ अगाडि डुल्दैछ। हामी 6जना आएकोमा चाहिँ एउटा साथी चाहिँ घर गयो हो। उसको घरबाट गाडी आउँदैछ अरे आधी बाटोसम्म, ऊ त्यहाँसम्म गयो। अन्त हामी 5जना चाहिँ बस्ने भयो हो। अन्त सिलगढीको नाइट लाइफ चाहिँ कुछ यस्तो छ अहिले। के अरे भोलि बिहान चाहिँ 8:30मा हामी सायदै जान्छौँ होला SNTबाट। जति सक्दो छिटो जाउँ भनेको छ। उठ्नु सक्दै सक्दैन किनभने थाकेको छ पुरा बेसी हो। ओबेद भेटाउँछ नि अब। मजा आयो ओबेद? मजा आयो गाइज। खाना पनि मजाले खायो है? खाना चाहिँ 3 ताल खाइदिएको मैले चाहिँ हो। मटन राइस। सिलिगुडी एक्सप्लोर चल्दैछ हाम्रो। दिउँसो गुवाहाटी एक्सप्लोर चल्दै थियो। अब घर गएर चाहिँ के खानुपर्ने हो, घरमा के रेडी भएको छ हो। ओबेदको त गोरु होला, सुँगुर होला हो। मेरो चाहिँ अरू बेसी चाहिँ के होइन, बस्तीको भाले चाहिँ रेडी होला मौलामा त्यति हो। ल त गाइस अब चाहिँ भने हामी गएको हाम्रो होटेलतर्फ। The next day. सो यस गुड मर्निङ गाइस फ्रम सिलिगुडी। अब चाहिँ भने हामी निस्केको सिक्किमतर्फ। सिक्किम वेयर कमिङ ब्याक। अन्त आज अब यहाँदेखि घरसम्म आउटफिट चाहिँ यो छ मेरो। यहाँ चाहिँ चेन्ज गरेँ किनभने त्यो पुरा मैला पनि भयो हो। अन्त चाहिँ अब चाहिँ हामी निस्केको यहाँबाट चेकआउट इन्द्रबहादुर। अब यहाँ चेकआउट गर्दैछ हो। चेकआउट गरेर चाहिँ हामी निस्किन्छौँ SNT तर्फ। अनि अहिले 8:30को बसमा जाने भनेर चाहिँ प्लान चाहिँ गरेको छ हो। तर अब हुन्छ कि हुँदैन त्यसै छ गाइस। अब बाटोमा भेट्दैछौँ है त। बाइ बाइ। 3 दिन के अरे परिश्रम गर्दा चाहिँ बल्ल घर आइपुग्यो। दिस इज माई स्विट होम। बाबुजी त तेल पेल्नुहुँदैछ हामी चाहिँ तोरीको। घर आइपुगेर खाना खाएर चाहिँ अब चाहिँ जाडो खाँदैछु हो। अहिले चाहिँ निकै जाडो छ। सो यो भिडियोको लागि चाहिँ यति नै। सी यू इन द नेक्स्ट व्लग भन्छ। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। बाई बाई।